सन्दर्भ छिन्ताङ हत्याकाण्ड। स्वाभिमानी परिवर्तनकामी योद्धाहरूले न्याय र समाज रूपान्तरको खातिर खोकु छिन्ताङमा बलिदान गरेको पनि 44 वर्ष व्यतीत भइसकेको छ र पनि खोकु छिन्ताङको रगत अझै सुकेको छैन। छिन्ताङको मुटु दुखी नै रहेको छ। छिन्ताङ योद्धाहरूले लडेको लडाईँबाट प्रेरणा पाई देशमा कयौं उतारचढाव आएका छन्, तर धनकुटाको छिन्ताङ यथावत छ। ऊ बेलाको छिन्ताङ र आजको छिन्ताङमा कुनै नौलो परिवर्तन भएको आवाज पाउन सकिएको छैन भन्छन् छिन्ताङे आमाबाबु बुढापाकाहरू। छिन्ताङ नेपाली कम्युनिस्ट इतिहासमा एउटा भुल्नु नहुने नाम हो। 2036 सालमा तत्कालीन राज्य व्यवस्थाको विरुद्धमा लागेका अभियानमा 3 दिनको अन्तरमा 16 जना योद्धाहरूको क्रूरतापूर्वक हत्या भएको थियो। पूर्वी नेपालको धनकुटा जिल्लामा पर्ने छिन्ताङ गाउँ शैक्षिक र सामाजिक रूपमा पिछडिएको देखे पनि राजनीतिक चेतनामा भने धेरै अगाडि देखिन्थे। यहाँ 2036 सालभन्दा धेरै अगाडि देखिने मार्क्सवादको प्रभाव परेको देखिन्छ। त्यसकै फलस्वरूप तत्कालीन सरकारको गरिब मारा र दमनकारी नीतिको विरुद्धमा विद्रोहको ज्वाला छिन्ताङमा दन्किएको थियो। यस अभियानमा बालक, युवा, महिला, वृद्ध सबैको उत्तिकै सहभागिता रहेको तथ्य स्पष्ट छ। विक्रम सम्वत 2026 सालमा प्राथमिक विद्यालयको स्थापना भएपछि शिक्षाको ज्योति फैलिन सुरु भएको छिन्ताङमा 2023 सालमा स्वर्गीय गोविन्द विकल, बम देवान लगायतका व्यक्तिहरू रेडबुक लिएर छिन्ताङ पुग्नुभयो। त्यसपछि त्यहाँ कम्युनिस्ट भावनाको लहर जागेको थियो। नेपाल कम्युनिस्ट पार्टी फुटपछि पूर्व कोशीको नेतृत्वमा 2028 सालमा छिन्ताङका खुङखार जमिनदार एमलाल माझियाको विरोधमा सङ्घर्ष भएको थियो। पछिबाट 2031 सालमा छिन्ताङको अखुवामा रातो झण्डा समूह गठन भयो। 2036 सालमा देशभित्र उठेको देशव्यापी जनसङ्घर्षमा छिन्ताङका जनताले उत्साहका साथ भाग लिएका थिए। थप जानकारीका लागि छहारीविक्ली.com हेर्न सक्नुहुनेछ। थप जानकारी र विशेष सामग्रीका लागि हेर्न सक्नुहुन्छ छहारा साप्ताहिक।